हेलो एभ्रिवान, इट्स मी रति साम्पाङ राई। आज चाहिँ मैले बोलेर भिडियो बनाउने कोसिस गरेको छु। सबैजनाले हेरेर साथ दिनु होला है। आज चाहिँ इतरीमा कति धेरै चिसो छ क्या। हेर्नुहोस् न कति चिसो छ, घाम पनि लाग्दैन। हजुरहरूकोतिर कतिको चिसो छ भन्नु ल। यस्तै छ है। अनि यहाँ चाहिँ हाम्रो घरबेटी अङ्कल आन्टीको बाख्रा छ दुईटा। आज चाहिँ म रुममा एक्लै छु नि त, भाइहरू कलेज गएका छन् अनि दिदीहरू बाहिर जानुभएको छ। यो चाहिँ मेरो रुम हो। म चाहिँ त्यस्तो डेकोरेट छैन, हेर्नु म डेकोरेट गर्ने खालको पनि छैन नि त, त्यही भएर म यस्तै सिम्पल छ तर ठिकै छ भनौँ न। अनि यो फोटो चाहिँ मेरो साथीले गिफ्ट दिनुभएको थियो 2 वर्ष अगाडि मेरो बर्थडेमा। उहाँ चाहिँ मेरो श्रीमान हुनुहुन्छ, हाल विदेशमा हुनुहुन्छ। म चाहिँ अहिले कम्प्युटर क्लास सिकिरहेको छु नि त, त्यही भएर टाइपिङ गर्न सजिलो हुन्छ भनेर प्र्याक्टिस पनि गरिरहेको छु टाइममा। अनि उहाँ चाहिँ मेरो सासू आमा र मेरो मम्मी हुनुहुन्छ। यो पनि मेरो लास्ट इयरको बर्थडेको फोटो हो। उहाँ चाहिँ मेरो दिदीहरू हुनुहुन्छ। हामी 4 बहिनी 1 भाइ हो, भाइ चाहिँ छुट्टै छ। अनि यो ब्याग चाहिँ म दिल्ली बाहिर जाँदा बोक्छु क्या। अनि मलाई चाहिँ यसरी मिररमा आएर भिडियो बनाउनु मन लाग्दैन, आज चाहिँ बनाइदिएँ। अनि यहाँ हेर्नु न मेरो डलहरू, यो डलहरू चाहिँ मेरो श्रीमानले किनिदिनु भएको भात भतिनीमा। हेर्नु न, आँखै छैन एउटाको लभ जस्तो छैन क्या। कति क्युट लागेर किनेको, वास्तै गरेँ भयो त यस्तो रहेछ। तर राम्रो छ यो डल पनि, मलाई पान्डा मनपर्छ नि त, किनिदिनु भएको हस्बेन्डले नि। अनि म चाहिँ दिल्ली ट्युस्डे व्रत लिन्छ नि त, त्यही भएर गणेश भगवानको मन्दिर मैले रुममै राखेको छु। यस्तै साथीहरू मलाई भिडियो बनाउन आउँदैन। अब नेक्स्ट भिडियोमा भेटौँ ल। बाई बाई, लभ यु अल।